श्री उस्तानी परमेश्वरीको कथा भन्दा चन्दन अचुत पुल्लिएर हात जोड्ने मन्त्र यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुनेन्दु दिव्य स्तवैर्वेदै साङ्ग पद क्रमोपनिषदैर् गायन्ति यम सामगा ध्यान अवस्थित तद्गतेन मनसा पश्यन्ति यम योगिनो यस्यन्तं न विदो सुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दन चर्चितोज्ज्वल बपु शुक्लम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञान निधान पुस्तकधरी रुद्राक्षमालाधरी वाग्देवी वदनं भुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामि तेजसे यस्य प्रसादाक्षामि नारायण कथामिमं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुद्राय त्यति भनेर पुष्पाञ्जलि पुस्तकमा चढाइ ढोगिदिनु शून्य लेखित भइसुन् भन्नेले स्पष्ट गरी भन्न थाल्नु। 19औं अध्याय शिव भट्ट दम्पतिलाई सिद्धिविनायकको दर्शन दिनु। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, यति पातालका कुरा भने अब मर्त्यमण्डलका कुरा भन्दछु। मर्त्यमण्डलका दक्षिण भागमा ब्रह्मपुर नाम गरेको सहर छ। त्यहाँ असङ्ख्य सम्पत्ति पाई वेद पुराण र नाना र शास्त्रहरूको अभ्यास गरी ब्राह्मणहरू आफ्ना वर्मकर्ममा रहेका थिए। त्यसै नगरमा शिव भट्ट नाम गरेका ब्राह्मण अति गरिब थिए। गरिब भए पनि तिनी ब्राह्मणलाई लोभ मोह थिएन, आफ्नो कर्म छोड्दैन थिए, झुटो बोल्दैन थिए। तिनको सती नाम गरेकी ब्राह्मणी थिइन्। स्त्री पुरुष बहुतै मिलेका थिए। तिनीहरूले घरमा सम्पत्ति नहुँदा धेरै दुःख पाए। एक दिन शिव भट्ट ब्राह्मणले आफ्नी ब्राह्मणीसित भने, हे प्रिय, हाम्रा घरमा सम्पत्ति छैन, कसैले सधैँ दुःख पाउँछौँ। अब सम्पत्ति कमाउन सिद्धि गणेशको सेवा गरौँ भने दुवै स्त्री पुरुषले 8 दिनमा मङ्गलबारका दिन बिहानी बेलुका महाकष्ट गरी श्रद्धापूर्वक पूजा गरी सेवा गर्न लागे। त्यसो गर्दा गर्दै 8-10 वर्ष बिते। एक दिन सिद्धि गणेश प्रसन्न भई आफ्नो दर्शन दिए। हे शिव भट्ट ब्राह्मण, हे सती ब्राह्मणी, तिमीहरूले गरेको सेवादेखि म खुसी भएँ। जे इच्छा छ वरदान माग भनी गणेशले आज्ञा गरेको सुन्दा शिव भट्ट ब्राह्मणले साष्टाङ्ग प्रणाम गरी अञ्जली बाँधिए। गणनायकहरू के वरदान मागौँ? पूर्वजन दान नगरेको हुनाले यस जन्ममा सम्पत्ति नभई दुःख पाइरहेछौँ। सम्पत्ति दिई हाम्रो दुःख छुटाउनुहोस् भनी बिन्ती गरे। त्यो सुनेर गणेशजीले बिहानी पक आए। यहाँ आई त्यसै गरी मेरो पूजा गर्नु। त्यसबेला मेरो मुख अगाडि जे देखाउला त्यो आफ्ना घरमा लगी तसलामा राखी माथिबाट तसलाले छोपिदिनु। 4 दिन पुगेपछि माथिबाट छोपेको तसला उगारी हेर्नु सुन भइरहनेछ। अनि सम्पत्ति पाइ खुसी होउला। तिमीहरूलाई सम्पत्ति होस् वरदान दिए, घर जाऊ भन्नुभयो। गणेशले आज्ञा गरेको सुनि दुवै दम्पति आनन्द मानि गणेशलाई प्रणाम गरी आफ्ना घर फिरे। सिद्धिविनायक पनि अन्तर्ध्यान हुनुभयो। 8 दिनपछि मङ्गलबारका दिन बिहानी भएको पूजाको सामग्री लिए दुवै दम्पति सिद्धिविनायकको स्थानमा गएर सिद्धिविनायकको अगाडि एउटा लड्डु देखे। सधैँको झैँ पूजा गरी त्यो लड्डु घर लगी तसलामा राखी तसलाले छोपिदिए। 4 दिन पुगेर उगारी हेर्दा सुनको लड्डु भइरहेको देखेर खुसी भई यत्नसँग राखे। त्यस दिनदेखि शिव भट्ट ब्राह्मण र सती ब्राह्मणी असङ्ख्य सम्पत्ति भई खुसी भए। 10 घर डुली भिक्षा मागी खाने शिव भट्ट ब्राह्मणले सम्पत्ति पाएपछि आफ्नी स्त्रीसित, हे सती, पूर्व जन्ममा दान नगरेकोले यस जन्ममा दरिद्र भई दुःख पायौँ। सिद्धिविनायकका कृपाले सम्पत्ति पनि पाई धनी भयौँ। यस जन्ममा पनि दान नगरे अर्को जन्ममा फेरि दरिद्र हौँला। त्यसकारणले दान धर्म गर्दै गरौँ भनी दुवै स्त्री पुरुषले नित्य गङ्गामा गई स्नान गरी हरिहर विष्णु र शिवजीको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान दिई घर आउँथे। दान धर्म गर्नाले शिव भट्ट ब्राह्मणको सम्पत्ति बढ्दै गयो। त्यो देखि एक दिन उनले आफ्नो स्त्रीसित, हे सती, हाम्रा सन्तान छैनन्, वृद्ध अवस्था भयो। सम्पत्तिले मात्र के गर्नु, कसले रक्षा गर्देला। सन्तानका निमित्त फेरि सिद्धि गणेशको सेवा गरौँ भनेर सतीले हौस् भने अघिका झैँ 8 दिनमा मङ्गलबारको दिन बिहानी बग दुवै दम्पतिले सिद्धिविनायकको सेवा गर्न लागे। तिनले सेवा गरेको देखि गणेश खुसी भए। शिव भट्ट ब्राह्मण, तिमीले सेवा गरेको देख्दा म खुसी भएँ, वरदान माग पनि आज्ञा गर्नुभयो। त्यो सुनेर ती दुवै दम्पतिले अञ्जली बाँधी, हे सिद्धि गणेश, तपाईँले कृपा गर्नाले सम्पत्ति पायौँ, तर सन्तान छैनन्। त्यो सम्पत्ति कसले रक्षा गरिदेला। सन्तान हुने वर दिनुहोस् भनी बिन्ती गरे। त्यो सुनेर सिद्धि गणेश आज्ञा गर्नुहुन्छ। आजका 8औं दिन मङ्गलबारका दिन यसै गरी आई पूजा गर्नु र त्यस बेला एक गाई आएर तिम्रो मुख हेरिरह
रहलिन्। तिमीले पनि गाईको मुख हेरी पूजा गरौँ। उहाँपछि गाईले गोबर ल्याउलिन् र त्यो गोबर भुइँमा पर्न नपाउँदै थापी घर लगी तस्लामा राखी। माथिबाट तस्लाले छोपिदिनु, त्यस गोबरबाट कन्या उत्पन्न भइहालिन् भइरहलिन्। पुत्र भने तिमीलाई राखेको छैन। यति गणेशले आज्ञा गरेपछि शिव भट्ट र सतीले आउँछ भने मनमा हर्ष मानि साष्टाङ्ग प्रणाम गरी घर फर्क्यो। अनि 8 दिन पुगेर मङ्गलबारका दिन बिहानी भएको पूजाको सामग्री लिई दुवै स्त्री पुरुष गणेशको स्थानमा गएर सिद्धि गणेशको पूजा गर्न लाग्दा गाई आई हेरिरहन्। त्यो देखि गणेशको पूजा गरेर गाईको मुख हेरी पूजा गरी प्रणाम गरे। अनि गाईले गोब्राइन् र शिव भट्टले त्यो गोबर भूमिमा पर्न नपाउँदै चाँडै हात थापी सिद्धि विनायकको प्रदक्षिणा गरी दुवै स्त्री पुरुषले घर लगी त्यो गोबर तस्लामा राखी माथिबाट तस्लाले छोपिदिए। 4 दिन पुगेर माथिबाट छोपेको तस्ला हटाई हेर्दा त्यस गोबरदेखि कन्या उत्पन्न भइरहेकी देखे। कस्ती कन्या भने मध्याहका सूर्यको जस्तो तेज भएकी, गरुडको जस्तो केश भएकी, मृगका जस्ता आँखा भएकी, पूर्णिमाका चन्द्रमा जस्तो मुख भएकी, वासुकी नाग जस्ता हात भएकी, सिंहको जस्तो कम्मर भएकी, हात्तीको सुँड जस्ता जङ्गा भएकी, सावित्रीका जस्ता पैताला भएकी, लक्ष्मीको जस्तो शरीर भएकी यस्तै परम सुन्दरी कन्या देखेर दुवै स्त्री पुरुषले खुसी भई तस्लाबाट झिकी बहाउँदै भए जतिसित बाले त्यस बालिकालाई दुध भएन र फेरि मङ्गलबारका दिन बिहानी सिद्धि विनायकका स्थानमा गई पूजा गरे। विनायकले प्रसन्न भई हे ब्राह्मणी कि जे इच्छा छ भनी आज्ञा गर्नुभयो। शिव भट्ट ब्राह्मण भन्दछन्, हे गणेशजी, हजुर तपाईँको कृपाले सम्पत्ति पनि भयो, सन्तान पनि भयो। त्यस बालिकालाई खुवाउने दुध भएन, यदि पनि गर्न आइरहेछु। यदि शिव भट्टको कुरा सुनि त्यस बालिकालाई दुध दिए भनी गणेश अन्तर्ध्यान हुनुभयो। शिव भट्ट र सती ब्राह्मणी होस् भने यहाँ घर फिरे। सती ब्राह्मणीले घर आए, आफ्नो स्थान छोरी हेर्दा दुध आएर त्यस बालिकालाई दुध पिउन दिई बढाइन्। जस्तै सीता उत्पन्न हुँदा जनक राजालाई आनन्द भयो, त्यस्तै ती बालिका उत्पन्न हुँदा तिनीहरूलाई आनन्द भयो। आफ्ना मर्यादाले ब्राह्मणहरू डाकी विधिसित नरवान गराए। ब्राह्मणहरूले, हे शिव भट्ट ब्राह्मण, गाईको गोबरबाट उत्पन्न भएकी हुनाले यस बालिकाको नाम गोमया अर्थात् गोमा भयो भनी नाम राखे। यो भाग्य मानि हुनेछ, सबै लोकले मान्यछन् भने। यदि ब्राह्मणहरूले भनेपछि शिव भट्ट ब्राह्मणले श्रद्धापूर्वक दक्षिणा दिई पूजन गराएर ब्राह्मणहरू आफ्नो आफ्नो आश्रममा गए। त्यसपछि कन्या शुक्ल पक्षको चन्द्रमा दिन दिन बढ्दै गई 5 वर्षकी भइन्। सधैँ झैँ ती स्त्री पुरुषले, हे पुत्री गोमा, हामी स्नान गरेर आउँछौँ त पूजा गर्ने अक्षता केलाइराखेको भनी हराई मदन गङ्गामा गई स्नान गरेर हरितको पूजा गरी सुवर्ण आदि द्रव्य दान गरेर घर आउँदै यसरी दान गर्दा अमरावती इन्द्रको सहर काप्न थाल्यो। इन्द्रले डराई 33 कोटी देवता समेत भए कैलाश पर्वतमा गई श्री महादेवसित बिन्ती गरे, हे जगदीश्वर, मण्डलका दक्षिण भागमा ब्रह्मपुर गरेको नाम गरेको एउटा सहर छ। त्यहाँ शिवौडाका नामका ब्राह्मण छन्। तिनकी सती नामकी ब्राह्मणी छन्। ती स्त्री पुरुषले हजुरका पुत्र गणेशको सेवा गर्दा उनले खुसी भई असङ्ख्य सम्पत्ति दिए। शिवबाट ब्राह्मण सती ब्राह्मणी शिवबाट ब्राह्मण सम्पत्ति पाएपछि नित्य गङ्गा गई स्नान गरेर हरिहरको पूजा गरे। स्वर्ण आदि नाना रत्न द्रव्य दानले तिनले दान धर्म गर्दा अमरावती फर्क्यो। हे करुणानिधान, अर्को कुरा के भने, हे शिवबाट ब्राह्मणले सम्पत्ति पाएपछि सन्तान भएनन् र फेरि गणेशको सेवा गरे। गणेशले सबै लक्षणले युक्त भएकी अत्यन्त पराम्री पुत्री पनि वरदान दिए। हे प्रभु, रक्षा गर्नुहोस्, तपाईँले रचना गरी मैले अमरावतीबाट निस्कनु परिन्छ। यदि इन्द्रका वचन सुनि श्री महादेव आज्ञा गर्नुहुन्छ, इन्द्र नडराऊ, म रक्षा गरौँ, तिमी अमरावती जाऊ। त्यो सुनि हवस् भने श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी इन्द्र अमरावती गए। अनि श्री महादेवले इन्द्रलाई रक्षा गर्नका निमित्त जटा मुकुटधारी भिजुको रूप भई दायाँ हातमा त्रिशूल दिए, दाहिने हातले डमर बजाउँदै शरीरमा भस्म लेपन गरी शिवबाट ब्राह्मणका घर गए। भिक्षा माग्नु भयो। गोमा ब्राह्मणी आफ्नो बाबाको नित्य पूजालाई अक्षता केलाइरहेकी थिइन्। तिनै निकै बेरसम्म मेरा बाबा महातारी गङ्गामा स्नान गर्न जानुभएको छ। म अक्षता केलाइरहेको छु, एकैछिन पर्खनुहुन्छ कि भिक्षा दिने कोही पनि छैन भनी पर्खाइराखिन्। अक्षता केलाइसकेर भिक्षा लिई भिचुक श्री महादेव पास आई। भिचुक, मेरा बाबा महातारी घरमा हुनुहुन्न, म अक्षता केलाउँदै थिएँ, केही बेर हुनु गयो, दुःख नमान्नु होला, भिक्षा लिनुहोस् भने। त्यो सुनि भिचुक श्री महादेव आज्ञा गर्नुहुन्थ्यो, ब्राह्मण कन्या यतिका बेर पर्खाए, अहिले भिक्षा दिन आइस, त्यो भिक्षा म लिन्न, दिने भए तेरा बाबाको पूजा गर्न केलाइराखेको अक्षता दि। त्यो सुनेर गोमाले दिने भए यही भिक्षाले हो, नलिने भए अक्षता त दिन्न भनिन्। त्यो सुनि श्री महादेवले
पापिष्ट ब्राह्मण कुमारी तैँले अहङ्कारले गर्दा मलाई भिक्षा दिन यसैले तँलाई श्राप दिन्छु त 7 वर्षको भन्दा 70 वर्षको बुढासँग तेरो विवाह होस् फेरि तेरा बाबा माताले कसैले सिधै पनि आएको सेवा गरी कमाइरहेको सम्पत्तिको पनि नाश होस् फेरि तँलाई पनि अनेक प्रकारका दुःख परुन् फेरि तेरा बाबा माताले पनि चाँडै मरिजाउन् यदि 4 कुरा श्राप दिए भने भएर त्यहाँबाट अन्तर्धान भई कैलाशपुर जानुभयो श्री चन्द्र पुराण केदारण्य मार्गमा कुमार श्री जस्तानी परमेश्वर व्रतकथायं गोमा उत्पत्तिर्नाम एकोनविंश अध्याय स्वान्धली हात जोड्ने मन्त्र उनैद मङ्गलम सकल जगत मङ्गलालय श्रीमान दिनकर किरण निभो निधन निधन नव नवीन दल निवीक्षण कृष्ण काले वर्षन्तु वर्धने पृथ्वी शालिनी देशियम जोवरुता ब्राह्मणा सन्तु निर्भय अपत्रा पुत्रणा सन्तु पौत्रणा निर्धना सदना सन्तु जीवन्तु शरदां सदं तत्रैव गङ्गे यमुना च तत्र गोदावरी सिन्धु सरस्वती तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितोदरा कथा प्रसंगे युकुन्दन्यतु चार दावय सूर्यवस्थापितय मीडावर्धन मिलितकराय श्वेत पद्मासना या ब्रह्माच्युत शंकर परिवर्ति वृद्धि वै सदा वन्दित सामं पादु सरस्वती बहुनिषेध चाट्यपा कायन वादे मनसंद्रेर बाबुदेत मनाम अपर्कित शोभत कर्म यदि सकले परमेश्वर नारायण समर्पित अतिथि इति श्रीस्वामी परमेश्वर नमः इति भनेर पुस्तक भक्तजनले पुस्तकलाई पुष्पाञ्जलि चढाएर नमस्कार गरी मेरो मनोकामना पूर्ण होस् भने वर माग्नु